दरबार भित्र कुनै फर्निचर वा सोफा बिग्रियो भने राजा वीरेन्द्र तुरुन्तै नयाँ किन्न मान्दैन थिए। उनी भन्थे, जनताले तिरेको करबाट हाम्रो खर्च चल्छ, त्यसैले जथाभावी खर्च गर्नु हुँदैन। आजको विडम्बना कस्तो छ भने सरकारी अड्डामा एउटा नेताले प्रयोग गरेको सोफा अर्को नेता आउने बित्तिकै फेर्ने लहर छ। जनता दुई छाक खान नपाएर भोकै सुतेका बेला सरकारी कार्यालयमा लाखौंका फर्निचर केवल अघिल्लो मान्छेले प्रयोग गरेको न्यूमा फालिन्छन्। तर वीरेन्द्र यतिसम्म सादगी थिए कि आफ्नो कोटको रङ खुइलिएर पुरानो हुँदा वा जुत्ता फाट्दा पनि नयाँ किन्नुको साटो मर्मत गरेर चलाउँथे। उनी राजा थिए, उनलाई त्यसो गर्नुपर्ने कुनै बाध्यता थिएन। तर उनले जनताको पैसालाई कहिल्यै हावामा उडाएनन्। 2021 सालको कुरा हो। युवराज वीरेन्द्र पूर्वाञ्चलको पैदल भ्रमणमा थिए। उनी कुनै तामझामका साथ होइन, एउटा सामान्य यात्री जसरी हिँडिरहेका थिए। रामेछापको एक दुर्गम गाउँमा झमक्क साँझ परेको थियो। उनी एउटी वृद्धको सानो झुपडीको पिँढीमा बास बसे। सैनिक पोसाकमा रहेका उनलाई देख्दा ती वृद्धले आफ्नो हराएको छोरो सम्झिन्। आमाले अँगालो हाल्दै भनिन्, बाबु कता हराएका थियो? बल्ल आमा सम्झेर आयो। युवराजले ती वृद्धको हात थामेर भने, आमा म तिम्रै छोरो हुँ। पदयात्रामा हिँड्दा उनी आफ्ना भारी आफै बोक्थे। आफ्ना सिपाहीहरूभन्दा एक पाइला अघि वा पछि रहेर जनताको अवस्था बुझ्थे। महलको खुसियाली त्यागेर माटोको सुगन्धमा देश चिन्ने उनको शैली नै उनको असली राजसीपन थियो। एकपटक उनी वीरगञ्जमा रानी ऐश्वर्याका साथ साधारण पोसाक लगाएर रिक्सा चढे। रिक्सावालालाई थाहा थिएन कि उसका यात्रुको हुन् भनेर। उनी जनताको मनको कुरा सुन्न चाहन्थे। रिक्सावालाले भन्दै थिए, सरकार प्रशासन निकै भ्रष्टाचार छ, जनतालाई जताततै लुट्छन्। राजाले चुपचाप सबै सुने। त्यस साँझको रिक्सा यात्राले उनलाई प्रशासनको नाडी छाम्न मद्दत गर्यो। पछि उनले भ्रष्ट कर्मचारीमाथि कडा निगरानी राख्न निर्देशन दिए। अर्को एक प्रसङ्गमा एक किसानका 11 जना छोराछोरी देखेर उनले हाँस्दै भनेका थिए, लौ घरमै फुटबल टिम रहेछ, तिमी चाहिँ रेफ्री भन्नु। जनतासँग यसरी ठट्टा गर्न सक्ने, उनीहरूको सुख दुःखमा यसरी मिसिन सक्ने अर्का राजा सायदै भेटिएलान्। शक्तिमा हुँदा मान्छेलाई प्राय अहंकारले छुक्छ, तर राजा वीरेन्द्रको व्यक्तित्वमा त्यो कहिले पनि देखिएन। 2036 सालमा उनले जनमत संग्रह गराए। आफ्नो शक्ति, आफ्नो अधिकार जनताको हातमा सुम्पिने साहस संसारका बिरलै शासकहरूले गर्छन्। उनी आलोचकहरूको कुरा सुन्न समेत तयार हुन्थे। उनलाई भेट्न ठूला ठूला विद्वान र राजनीतिज्ञहरू पनि उनको सरल मुस्कान र व्यवहारले कायल हुन्थे। राष्ट्रियता, राष्ट्रिय स्वाभिमान र स्वतन्त्रताका लागि उनी कहिले झुकेनन्, तर जनताको चाहना अगाडि सधैँ नतमस्तक भए। उनको यो सहज लोकतान्त्रिक संस्कार आजका शासकहरूका लागि एउटा ठूलो पाठ हो। धेरैलाई लाग्छ दरबारमा विलासिता मात्रै हुन्छ, तर राजा वीरेन्द्रको पालामा त्यहाँको वातावरण निकै संयमित थियो। उनी आफ्ना सहयोगी र सुरक्षाकर्मीसँग अत्यन्तै आदरपूर्वक बोल्थे। उनी कहिले पनि म राजा हुँ भन्ने दबाब देखाएर कसैलाई अपमान गर्दैन थिए। यदि दरबारमा कसैले चिया ल्याउँथ्यो भने उनी आफैले धन्यवाद भन्थे। उनका एक पूर्व सुरक्षा अधिकारी भन्थे, सरकारले हामीलाई आफ्नो मान्छे ठानेर सुख दुःख सोध्नुहुन्थ्यो। हामीलाई कहिल्यै हुकुम गर्ने राजा जस्तो लागेन, बरु एउटा अभिभावक जस्तै लाग्यो। यो अभिभावकत्व नै उनको सादगीको जग थियो। राजा वीरेन्द्र एक संवेदनशील कलाकार र गहिरो अध्येता थिए। उनी फुर्सदको समयमा चित्र बनाउँथे र गम्भीर खालका पुस्तकहरू पढ्थे। जो मान्छे पुस्तक र चित्रकलामा रमाउँछ उसको व्यक्तित्वमा एक प्रकारको गम्भीरता र शान्ति हुन्छ। उनको सादगीमा रानी ऐश्वर्याको भूमिका पनि उत्तिकै महत्वपूर्ण थियो। वीरगञ्जको रिक्सा यात्रा होस् वा गाउँलेको झुपडीको भ्रमण, उनी सधैँ राजाका साथ हुन्थिन्। उनीहरूले सँगै मिलेर मितव्ययिताको पालना गर्थे। आज देशमा कैयौं राजनीतिक परिवर्तन भए, धेरै नेताहरू आएर गए, तर राजा वीरेन्द्रको नाम आउने बित्तिकै जनताको आँखा किन रसाउँछ? किनभने उनले जनतालाई भोट बैंकको रूपमा कहिले हेरेनन्। उनले जनतालाई प्रजाका रूपमा भन्दा सन्तानका रूपमा हेरे। उनको त्यो बाल सुलभ मुस्कान, त्यो मधुर बोली र कसैको अपमान नहुने उनको शैली, यो नै उनको सबैभन्दा ठूलो राजकीय शक्ति थियो। जब हामी वर्तमानका शासकहरूलाई करोडौंका गाडीमा सवार भएको देख्छौं, जब हामी उनीहरूको रवाफ र जनताप्रतिको तिरस्कार देख्छौं, तब हामीलाई राजा वीरेन्द्रको पुरानो कोट र मर्मत गरिएको जुत्ताको याद आउँछ। राजा वीरेन्द्रले सत्ताको चरम उत्कर्षमा रहेर पनि जुन साधारण जीवनशैली अपनाए, त्यो आजका पुस्ताका लागि सधैँभरि एउटा नैतिक कम्पास जस्तै रहनेछ। उनले सिकाएर गए, सच्चा मान्छे बन्न धेरै सम्पत्ति होइन, केवल एउटा सफा मन भए पुग्छ। राजा वीरेन्द्र आज हामी माझ भएका भए हाम्रो देश कस्तो हुन्थ्यो? आफ्नो विचार कमेन्ट गर्नुहोला र यस्तै खोजमूलक ऐतिहासिक भिडियोका लागि ट्रुवेस्ट टिभी हेर्दै गर्नुहोला। नमस्ते।